साथीहरु, हाम्रो च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। यदि तपाई नेपालमा सरकारी कम्पनीमा जागिर खोजिरहनु भएको छ भने आजको भिडियो तपाईका लागि निकै महत्त्वपूर्ण छ। कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न पदमा नयाँ कर्मचारी माग गरेका छन्। यस भिडियोमा हामी पद संख्या, योग्यता, आवेदन प्रक्रिया र अन्तिम मिति बारे सम्पूर्ण जानकारी दिनेछौँ, त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोस्। मुख्य जानकारी: कृषि सामग्री कम्पनी लिमिटेडले प्रशासन, लेखा, कम्प्युटर र कृषि प्राविधिक लगायत विभिन्न पदमा कर्मचारी माग गरेको छ। खुलेका पदहरूमा प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायक कम्प्युटर सहायक, कृषि प्राविधिक जस्ता पदहरू समावेश छन्। शैक्षिक योग्यता: सम्बन्धित पद अनुसार एससी +2 स्नातक त ब्याचलर उत्तीर्ण हुनुपर्ने उल्लेख गरिएको छ। केही पदका लागि सम्बन्धित क्षेत्रमा कार्य गर्ने कार्य अनुभव पनि आवश्यक छ। आवेदन प्रक्रिया के रहेको छ भने आवेदन अनलाइन मार्फत गर्नुपर्ने छ। आवेदन गर्दा आवश्यक कागजातहरू के चाहियो: नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, पासपोर्ट साइज फोटो, अनुभव प्रमाण पत्र, समावेश समूहका प्रमाण पत्र, सबै कागजात स्पष्ट रूपमा अपलोड गर्नुपर्ने छ। यो भ्याकेन्सीको महत्त्वपूर्ण सूचना: आवेदन गर्ने अन्तिम मिति सूचनामा उल्लेख गरिएको मिति भित्र नै हुनेछ। ढिलो आवेदन स्वीकार गरिने छैन। लिखित परीक्षा, अन्तर्वार्ता तथा अन्य प्रक्रिया कम्पनीको सूचना अनुसार हुनेछ, त्यसैले समयमै आवेदन दिनुहोस्। यदि तपाई वा तपाईका साथीहरू यस जागिरका लागि योग्य हुनुहुन्छ भने यो भिडियो धेरैभन्दा धेरै शेयर गर्नुहोला। यस्तै सरकारी तथा निजी जागिरका नयाँ सूचना नियमित रूपमा पाउन हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला अनि भिडियोलाई शेयर गर्न अनि लाइक गर्न नबिर्सनुहोला। धन्यवाद।